आज म बनाउन गइरहेको छु जुस। जुस के को जुस? यो पातको नि जुस हुन्छ हो, यो पातको पनि जुस हुन्छ। यसलाई भनिन्छ सिसो। यो पातको नाम हो सिसो। जापानिज स्टाफले काममा सिसोको जुस यसरी बनाउँछ है भनेर रेसिपीसँगै यो सामग्रीहरू पनि लिएर आउनु भएको थियो अनि मैले चाहिँ योलाई चाहिँ लिएर घरमा बनाउन गइरहेको छु। आउनुहोस् है त कसरी बनाएको बनाउँ। सिसोको पातलाई टिपेर यसरी चाहिँ छुट्टा छुट्टै अलग गरेर यसरी चाहिँ पखाल्ने अनि राम्रोसँग यसलाई चाहिँ मजाले पखालेर सफा गरेपछि अनि बनाउनतिर लाग्यो। अब यो रेडी भएको छ अनि यो प्यान पनि हामीलाई चाहिँ हाम्रो स्टाफले चाहिँ दिनुभएको कि यो प्यान पनि तिमीहरूसँग छैन होला, यसरी चाहिँ बनाऊ ल, प्यान पनि तिम्रो लागि नै हो भनेर ल्याइदिनु भएको। अनि हामी चाहिँ एकदम खुसी भएको छौँ यो नयाँ प्यान पाएर। अनि यहाँ चाहिँ रेडी भएको छ। पहिला हामीले पानीलाई उमालिसकेपछि यो सिसो पखालेको सिसोलाई चाहिँ यसरी चाहिँ सिसोको पातलाई चाहिँ राख्ने अनि राखेर मजाले यसको कलर आउँदासम्म चाहिँ यसलाई मजाले चलाइ गरेर चलाएर पकाउने। भिडियोमा देख्नुहुन्छ यसरी पकाउने होइन। अनि यसको कलर आउन थाल्यो अनि कलर आइसकेपछि यो पातलाई चाहिँ मजाले अलग गरिदिने अनि यसको चाहिँ सुप चाहिँ बनेर रेडी हुन्छ। अनि हामीसँग चाहिँ यो सुप बनिसकेको यो पानीलाई चाहिँ कलर आएको पानीमा आधा प्याकेट चिनी चाहिँ एड गर्ने। त्यसपछि चाहिँ यसमा चाहिँ क्विन्सान भन्छ जापानमा है। अनि यो क्विन्सानको टेस्ट चाहिँ कस्तो हुन्छ भनेपछि हल्का अमिलो भेनिगर टाइपको हुन्छ। यो एड गरेँ अनि यो एड गरिसकेपछि कलर हेर्नु न कस्तै चाँडै चेन्ज भयो होइन। अब यसलाई 5 मिनटसम्म राम्रोसँग बोइल गर्ने ताकि यसको टेस्ट चाहिँ गाढा अनि अझ मिठो भएर चाहिँ आउन सकोस् भनेर। अनि यो चाहिँ 5 मिनटपछि अनि हाम्रो रेडी भयो। सेलाइसकेपछि रेडी खाना नै रेडी भइसकेको छ। कपमा आइस हालेर थोरै जुस एड गरेँ अनि चिसो पानी एड गरिसकेपछि हाम्रो चिसो ड्रिङ्क्स कोल्ड ड्रिङ्क्स रेडी भयो। टेस्टी।